नमस्कार आदरणीय भोजपुरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैजनामा यहाँहरूकै प्रमुख जिल्ला अधिकारी म राजन पौडेलको नमस्कार। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट जारी भएका ६३,३०७ थान राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालय भोजपुरमा आइपुगेका छन् र हामीहरू यहाँहरूकै घर आँगनमा वडा स्तरमा आइपुगेर त्यसलाई वितरण गर्ने गरेको कार्यक्रम सुरु गर्न गइरहेका छौं। यो कार्यक्रम भदौ 10 गतेबाट सुरुवात हुनेछ र 4 चरणमा यो कार्यक्रम हामी सम्पन्न गर्नेछौं। पहिलो चरणमा अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र टेम्केमयू गाउँपालिकामा भदौ 10 गतेबाट यो कार्यक्रम सुरुवात हुनेछ। हामीले शेड्युल त्यसको चाहिँ तालिका प्रकाशन गरेका छौं र वेबसाइटमा राखेका छौं। त्यो सम्बन्धित तालिकासँग स्थानीय तहसँग यससँग समन्वय पनि गर्नेछौं र यहाँहरूले स्थानीय तहसँग जोडिएर त्यो संकलन गरिदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। भाद्र 10 गतेबाट अरुण, पौवादुङमा र टेम्केमयूमा समानान्तर ढंगले हामीले कार्यक्रम सञ्चालन गर्नेछौं। यहाँले यसको नियमित ढंगले शेड्युल हेरिदिनु हुन म अनुरोध गर्दछु। विगतमा जुन राष्ट्रिय परिचय पत्रको आँकडा वडा स्तरमा गएर संकलन गरेका थियौं, वडा स्तरमा गएर संकलन गरेका परिचय पत्रहरू नै यहाँलाई गएर वितरण गरी कार्यक्रम सञ्चालन गरिरहेका छौं। र एउटा यसमा केही दुविधाहरू पनि छन्, धेरै प्रश्नहरू पनि छन्। पहिलो कुरा चाहिँ यो संकलन गर्न व्यक्ति स्वयं उपस्थित हुनुपर्छ, किनभने व्यक्तिको फिंगरप्रिन्ट बायोमेट्रिक दिनुपर्ने भएको कारणले गर्दाखेरि व्यक्ति स्वयं उपस्थित हुनुपर्छ। नजिकैको नातेदार कोही परिवारको आफन्तले यो संकलन गर्न सक्ने प्रावधान यसमा छैन। त्यसैले यहाँहरूलाई सम्भव भएसम्म व्यक्ति स्वयं आइदिनका लागि अनुरोध गर्दछु। दोस्रो विषय चाहिँ भोजपुर घर भएका र यो राष्ट्रिय परिचय पत्रको विवरण भर्नुभएका धेरै नागरिकहरू अहिले भोजपुर भन्दा बाहिर हुनुहुन्छ। कोही विदेशमा हुनुहुन्छ, कोही धरानी टेरीतिर हुनुहुन्छ, कोही काठमाडौँतिर हुनुहुन्छ। यदि यसो भएन, हजुरहरू धाएरै आइरहनु जरुरी देख्दिनौं हामीहरू। यहाँहरूलाई राष्ट्रिय परिचय पत्रको नम्बर मात्रै भइरहे पुग्छ। तपाईहरुले हाम्रो विभागको वेबसाइटमा गएर त्यो डाउनलोड गर्न पनि सक्नुहुन्छ। त्यसकारणले तपाईहरुले धाएरै तुरुन्तै आजको भोलि आउनुपर्छ भन्ने छैन। हामी हरेक वडामा 2 देखि 3 दिनसम्म त्यहाँ रहन्छौं र त्यो वडा स्तरको वितरण सकिसकेपछि 2 दिन पालिका स्तरमा राखेर वितरण गर्ने काम गर्छौं। र पालिका स्तरमा वितरण गर्दा पनि छुटेका जो मानिस नागरिकहरू हुनुहुन्छ उहाँहरूको छुटेको छ यदि भने त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम सकिसकेपछि हामी फेरि जिल्ला प्रशासन कार्यालयबाट फेरि वितरण गर्ने प्रबन्ध मिलाउँछौं। यहाँहरू संयमित भएर धैर्यवान भएर यो विवरण संकलन गरिदिन, आफ्नो चाहिँ परिचय पत्र संकलन गर्न आइदिनु हुन पनि म अनुरोध गर्दछु। आफ्नो वडाको समय सारिणी हेरेर आइदिनका लागि अनुरोध गर्दछु। यो समय सारिणी हाम्रो जिल्ला प्रशासन कार्यालय भोजपुरको वेबसाइटमा प्रकाशन गरिएको छ, फेसबुक पेजमा प्रकाशन गरिएको छ र सम्बन्धित पालिकाले पनि यो समय सारिणी प्रकाशन गर्नुहुनेछ। अर्को विषय चाहिँ यहाँ के छ भने जो नागरिकहरू ज्येष्ठ नागरिक हुनुहुन्छ, 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ अथवा अपाङ्गता भएका नागरिकहरू हुनुहुन्छ, उहाँहरूको लागि यो कार्यक्रम सकिसकेपछि हामी फेरि घरैमा पुगेर यो वितरण गर्ने प्रबन्ध फेरि पनि मिलाउनेछौँ। त्यसैले त्यो समयका लागि धैर्य गरिदिनलाई पनि म अनुरोध गर्दछु। अर्को विषय हामीले भाद्र 10 गतेबाट अरुण, पौवादुङमा र टेम्केमयू गाउँपालिकाबाट सुरु गर्छौं पहिलो चरणमा। दोस्रो चरणमा भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिकाबाट सुरुवात गर्छौं। तेस्रो चरणमा आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाबाट सुरु गर्छौं। चौथो चरणमा साल्पा सिरिचो गाउँपालिका र सडाउन नगरपालिकाबाट सुरु गर्छौं। यसो हुँदाखेरि करिब हामी 10 भन्दा अगाडिसम्ममा यो सबै वितरणको कार्यक्रम सकिसकेर यहाँहरू सबैको हातमा राष्ट्रिय परिचय पत्र पुगिसकेको हुनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु यहाँहरूसँगलाई। र यसमा चाहिँ अर्को एउटा विषय के छ भने यसमा चाहिँ यो वितरण गर्नका लागि सबै पालिकाहरू स्थानीय तहहरूबाट पनि हामीलाई जसरी विगतमा घर घरमा गएर सेवा गर्नका लागि, वडा वडामा गएर सेवा गर्नका लागि यहाँहरूबाट हामीलाई असाध्यै सकारात्मक सहयोग प्राप्त भएको थियो, यसै गरी यहाँहरूबाट पनि फेरि पनि सकारात्मक सहयोग प्राप्त हुनेछ र यो कार्यक्रममा चाहिँ यहाँहरूबाट सहयोग प्राप्त भएर हामी एकदम सफलतापूर्वक सम्पन्न गर्नेछु भन्ने अपेक्षा पनि तपाईहरुलाई राख्न चाहन्छु। यो विषयमा कुनै दुविधा भएको खण्डमा प्रमुख जिल्ला अधिकारी भोजपुरको मोबाइल नम्बर 9852017777 मा सम्पर्क गरेर थप जानकारी लिनका लागि पनि यहाँलाई निवेदन गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।